सुरुमा चाहिँ हाम्रो के हुन्छ भने हामीसँग पोइन्ट दुईटा रिफरेन्स छ बेन्चमार्कको पोइन्ट भयो अनि हामीले यो टेम्पोररी पोइन्ट चाहिँ बेन्चमार्क हान्नको लागि यहाँबाट चाहिँ म्याक्सिमम फिल्ड देखिने भएको हुनाले हामीले पोइन्ट चाहिँ यहाँ सेटअप गर्दैछौँ। त्यसको लागि सुरुमा मेसिन कसरी सेटअप गर्ने भने ट्राइपोड मिल्यो होइन, ट्राइपोड मिलाइसके लगभग हामीले सेन्टरिङ हेरेर चाहिँ यो बिचको लागि हामीले सेट गर्छौँ होइन। त्यसपछि गएर ठ्याक्कै यो प्यारलल हुने गरी यसको यो ट्राइपोडको लेग प्यारलल हुने गरी यो लेगसँग प्यारलल हुने गरी हामीले मेसिनलाई चाहिँ यसरी सेटअप गराउँछौँ। त्यसपछि गएर हामीले यो तलको ठ्याक्क सेन्टरमा हामीले यसलाई भित्रपट्टिको स्क्रुलाई हामीले टाइट गरिदिन्छौँ। सबै मेसिनहरू फरक फरक हुन्छ, जस्तै यो जियो म्याक्सको मेसिन भएको कारणले गर्दाखेरि यसको सेन्टरिङ गर्ने तरिका पनि फेरि फरक छ। जस्तै कुनै मेसिनमा त डाइरेक्टली लेजर लाइट बोल्छ मेसिन अन गर्ने बित्तिकै, लेजरवाला मेसिन भएको कारणले गर्दा। तर यसमा चाहिँ के गर्नुपर्छ भने हामीले जियो म्याक्सको मेसिनमा चाहिँ लेजर लाइट तल बाल्नको लागि यो मान्छे जस्तो दुई थिचेपछि तल लेजर लाइट बोल्छ। तल लेजर लाइट हाम्रो सेन्टरिङको लागि लेजर लाइट बोल्यो। अब सेन्टरिङको लागि लेजर लाइट बोलिसकेपछि हामीले पहिला दुईटा लेगलाई अब हामी जसरी चलाउनु मिल्छ, यो दुईटा लेग चलाउन नि मिल्छ, यो दुईटा लेग चलाउन नि मिल्छ, यो दुईटा लेग चलाउन नि मिल्छ। एउटालाई फिक्स गरेर हामीले दुईटा लेगलाई चाहिँ हामीले चलाएर चाहिँ पहिला सेन्टरिङ गराउने। सेन्टरिङ गराउनलाई चाहिँ हाम्रो अब यो गरिसकेपछि हामीले तीनटा ट्राइपोडलाई तीनटा लेगलाई हामीले पहिला कस्दिने हुनाले खिच्ने। अब के हुन्छ अनि त्यसपछि गएर हाम्रो अब काम भनेको चाहिँ के हुन्छ भने सेन्टरिङ पछि हाम्रो काम भनेको लेबलिङको काम हुन्छ। लेबलिङको काम भनेको के हुन्छ भने यहाँ लेभल जतातिर जुन ट्राइपोडमा छ त्यसको प्यारलल एक्सिस, जस्तै यो लेगको लागि हाम्रो प्यारलल एक्सिस भने चाहिँ के हुने भने यस्तो खालको हाम्रो प्यारलल एक्सिस हुने भयो। यो हाम्रो प्यारलल एक्सिस, यो लेगको लागि प्यारलल एक्सिस भनेको यो भयो। अनि यो लेगको लागि हाम्रो प्यारलल एक्सिस भने चाहिँ यस्तो आउने चाहिँ हाम्रो प्यारलल एक्सिस हो। त्यही भएर अहिले बबल हेर्दाखेरि चाहिँ यो लेगसँग अलिकति प्यारलल छ जस्तो भएको हुनाले अब म यो लेग चलाउन गइरहेको छु। यतातिर बबल हुनु भनेको चाहिँ के हो भने खास यतातिरको लेभल बढी छ भन्ने बुझिन्छ हामीले। त्यही भएर अब के गर्नु पर्यो भने यो लेभललाई यो यताको लेगलाई चाहिँ हामीले घटाउनु पर्यो। अब हामीले लेभल घटाउँछौँ यतातिरको। अब फेरि मैले अर्को लेगतिरको प्यारलल बनाएर चाहिँ मैले के गर्छु भने त्यो लेगलाई चाहिँ उतातिर ट्रान्सफर गरेर यो लेगलाई मैले कस दिन्छु। त्यसपछि फेरि अब यो लेगमा हाम्रो आइसकेपछि अब मैले के गर्ने हो फेरि यतातिर लेभल छ, यतातिर लेभल हुनु भनेको यो लेग बढी हो, यसको हाइट बढी भएको हुनाले फेरि म के गर्दैछु भने यताको लेभललाई म फेरि डाउन गर्दैछु। ल अब सेन्टरिङमा ल लेभल सेन्टरिङमा आइसकेको छ, लेभल मिलिसक्यो। लेभल मिलाउँदाखेरि मेरो थोरै हल्का सेन्टरिङ भागिसकेको छ, यसलाई सेन्टरिङ चाहिँ पछि मिलाइन्छ। अब मेरो पालो भनेको यहाँको लागि सेन्टरिङ गर्ने काम हुन्छ। यसको लागि चाहिँ हामीसँग डिस्प्लेमा पनि एभाइलेबल हुन्छ। ल पुरानो मेसिनहरूमा चाहिँ यही हुने हुनाले हामीले चाहिँ यहीँको तरिकाले हेरेर चाहिँ हामी मिलाउने कोसिस गर्छौँ यसलाई। त्यसको लागि चाहिँ यो दुईवटा हाम्रो एक्स एक्सिस हुन्छ अथवा वाइ एक्सिस हुन्छ, यतातिरको चाहिँ हाम्रो एउटा एक्सिस हुन्छ यो स्क्रुलाई।